जाने त्यो प्लेनमा जाने आमै नि सुन न त्यहाँ गएपछि त पा गर्नुहुन्छ कि पा गर्नु हेलो साथीहरू म चाहिँ हुम्लामा पुगिसकेको छु पुग्नु बित्तिकै मैले यो भिडियो बनाएको छु हैन किनभने धेरै नै थियो अगाडि धेरै पछि भयो नि त यो म त धेरै 1 वर्ष पछाडि बल्ल भोइस ओभर गर्दैछु कति धेरै भिडियो डिलिट भएछ अब चाहिँ एकदमै फनी एन्ड रमाइलो गर्नेवाला छु स्याउ टिप्न जाँदैछु है त हेर्नु यहाँ बस्दै झर्छु आइफोन हो यो फोटो खिच्न जानु हुनेछ त यसरी म चाहिँ हेर्नु न यहाँ स्याउ फर्स्ट टाइम है मैले लाइफमा फर्स्ट टाइम स्याउ टिप्दैछु मैले अहिलेसम्म स्याउ टिपेको थिइनँ फर्स्ट टाइम स्याउको बुट्टा देखेको पनि फर्स्ट टाइम हो टिपेको पनि फर्स्ट टाइम यो ठुलो टिपौँ कि है वाउ खान्छु है अर्ग्यानिक हो नि त खानुपर्छ यस्तो मिठो छ यार साह्रै मिठो छ मिठो हुन्छ मैले मिठो यता हाम्रो हुम्लाको सिमीकोटको मेरो ससुराहरू सासू त मेरो सासूले होइन ससुराको बुवाहरूले रोपेको बुट्टा होला है बुट्टा यस्तो हुन्छ यहाँ उता ओखरको बुट्टा पनि छ नि त देखाएको छ उता ओखर पनि छ यहाँ आलु पनि छ एकदमै राम्रो छ ल हुम्ला आइसकेपछि चाहिँ देउरानीको हातको पहिलो खाना है यो चाहिँ हामीले जेठी देउरानी भनौँ न यहाँ मध्येको जेठी त हो तिमी है यहाँ मध्येको जेठी देउरानीको पहिलो हातको खाना चाहिँ एकदमै खानालाई एक्साइटेड छौँ यहाँ बसिरहेछौँ सुनिता मलाई थालमा भातै नहाल प्लिज नहाल के यता सुन न मेरो भन्या मान न मेरो माया यसैमा खाएँ म यता हेर न नै यसैमा मासु त्यो हालेको थिएँ नि त्यो भात धेरै हुन्छ कि सुनिता प्लिज के मलाई यता सुन न सुनिता धेरै नहाल थुथुरे हाल धेरै नहाल है अनि चट्टसँगले अब हामी चाहिँ बसेर खान्छौँ बाबा यसैमा हाल लाउ यहाँ तिमी यहाँ बस्छ छोरा हाम्रो चाहिँ एकदमै यहाँ मेरो देउरानीले खाना पस्किँदै मन तातो यति धेरै हाल्दै एकजनालाई अब अरूले चाहिँ के खाने होला के भिडियो चाहिँ लगभग 7 महिना अगाडिको भिडियो हो कि साउनको महिनाको मैले माघको महिनाको 20 गते बल्ल भोइस ओभर गर्दैछु हुम्ला गएको बेलामा हो होइन त्यहाँ मेमोरी एकदमै धेरै छ मसँग अनि हामीले खानासाना खाइसकेपछि यहाँ आन्टी अनि त्यसपछि नन्द सासूसँग भेट्यो काइली आन्टीले खाना खान दिएको अनि त्यसपछि कस्तो मेमोरेबल त्यहाँको खाना कस्तो मिठो कस्तो राम्रो है अनि जेठो अनि सासूकोमा खाना खाएको सबै भिडियो थियो सबै कता गएछ कि है अनि यहाँ चाहिँ हामीलाई सुनिताले एकदमै धेरै सुनिता भन्दा पनि अब त्यहाँ सबैजनाले माया चाहिँ गर्नुभयो तर पनि अब सुनिताले हामीलाई धेरै नै माया गरेको थियो क्या म कति बिर्सिन त्यो चाहिँ अनि सुनिताले सङ्गीताले सबैले माया गरेको थियो अनि सुनिताको छोरा जेठा हो अनि हुम्लाको मेन बजार हो यो चाहिँ हामी एकैछिन बाहिर निस्केको थियौँ भिडियो बनाएको रहेछु होइन एकदमै मेमोरेबल तल देखेको निलो कलरको टिन चाहिँ मेरो ससुराको बुढो रैथाने रहेछ होइन अनि हामी चाहिँ एकछिन घुम्न निस्केको थियौँ त्यही भएर सानो भिडियो बनाएको थिएँ मैले हामी देउता मान्न गएको बेला बनाएको भिडियो एकदमै धेरै मन पर्यो मलाई हुम्ला अनि विशेष गरी अब त्यहाँको खाना त्यसपछि त्यहाँको माया एकदमै धेरै बोकेर म आएको थिएँ अहिले पनि एकदमै धेरै सम्झना आउँछ अलि ढिलो भयो भिडियो पोस्ट गर्न चाहिँ तर रमाइलो चाहिँ लास्ट
लास्टै भएको थियो क्रिस अनि मेरो छोरा प्रियान्स अनि हामी दुईजना चाहिँ एकैछिन बजार घुम्न सुनिता देवरानीको भदैनीकोमा गएर फर्स्ट टाइम घिमा खाएर फर्किँदै गरेको भिडियो हो एकदमै रमाइलो भएको थियो यो बेला पनि यो हाम्रो देउता मान्दाखेरि हाम्रो सबै गाउँको मान्छेहरूले हैन सबै हाम्रो पट्टीले मात्रै पट्टीले गाउँले फरक न पट्टीको पट्टी भनेको के हो हाम्रो आफन्त पट्टी हाम्रो यो रावतले हामी जम्मै रावत हैन यहाँ जम्मै रात पनि दुई एक तली गर्दा छन् एक रातै पनि दुई ठर उठाउँदा छन् हामी कौन रावत हौ त माथिका हामी माथिका यसरी यहाँ हाम्रो काइल्यान्ड हो यहाँ हाम्रो काइल्यान्ड हो मेरो ठुलो सासु आमा अनि यसरी हामीले यो पिठो लिएर आएको होइन अहिले अनि पिठो र यो तेल होइन यो देउतालाई पूजा गर्ने के चिउला हाल्ने चिउला भनेको के हो भनेदेखि चिउला भनेको पुरी रोटी है पुरी हालेर आएदेखि यसरी आफ्नो आफ्नो घरबाट यसरी ल्याउनु हुँदो रहेछ क्या यसरी होइन आफ्नो आफ्नो घरबाट ल्याउने अनि यसरी उहाँ बुवाले चाहिँ यसरी नापेर एक ठाउँमा जम्मा पाथी भर्नु हुँदो रहेछ अनि पाथी भरेपछि भोलि नौली ब्याउरी तैले पूजा गर्ने चिउलाले जाने ल हुन्छ है नौली ब्याउरी पनि अहिलेबाट तिमीले चिउला हाल्ने तिमीले पूजा गर्ने ए हुन्छ है यो पिठो चाहिँ आफ्नो थरको मान्छेहरूले अब आफ्नो देउताका लागि सबैजनाले पिठो अनि त्यसपछि तेल ल्याएर आउने एक ठाउँमा बाँड्ने तल्लो माडु र माथिल्लो माडु भन्दो रहेछ होइन माथिल्लो देउताको थानलाई र तल्लोको देउताको थानलाई बराबर बाँड्नु पर्दो रहेछ कि जस्तो त हाम्रो त यतातिर त आफ्नो देउतालाई मात्रै गर्छन् नि त तर त्यहाँ भएको दुईवटा थान रहेछ त्यो दुईटै थानको देउतालाई त्यहाँ जति पनि हुनुहुन्छ नि उहाँहरूले चाहिँ आफ्नो देउता छुट्टै भए पनि त्यो थानको लागि पनि धुलो चाहिँ पिठो र अनि ऊ चाहिँ बाँड्नु पर्दो रहेछ कि इन्ट्रेस्टिङ कि एकदम राम्रो छ नि यहाँको चलन चाहिँ एकदम राम्रो लाग्यो मलाई हामीले यसरी बाँड्दैछौँ है माथि गाउँ कालीचेताको थानमा पूजापाठ हुन्छ अनि भोलि यो तेल अनि यो धुलोहरू लिएर बिहान 8 बजे आइमाई गइकन त्यहाँ रोटी सोटी पुरी बनाइकन त्यो छोड्छन् त्यहाँबाट फर्कन्छन् अनि पर्सि पुनीको दिनमा तल त्यो बाणपालाको मन्दिरमा कुकेलकोट भन्ने बाणपालाको मन्दिरमा त्यहाँ पूजा हुन्छ त्यो दिन पनि त्यस्तै हो लिङ्गो हाल्छन् होइन त्यहाँदेखि यो सबै अझ 8 जने आइमाईहरू गएर त्यहाँ यो रोटी पुरी सुरी बनाउँछन् त्यहाँबाट फर्काउँछन् त्यहाँदेखि जातो भनेको कस्तो हुन्छ भने त्यहाँबाट पछि जान्छ पिठो धेरै उठाएको थियो अहिले कता लग्नु भयो होइन यो सबै पिठो हो यो पनि यो 3 तारिकको छ 3 तारिक हो एक बाजा बजाउनेलाई एक माथि त्यो बाजे बजाउनेलाई भने के हो ढोली ए बाजा बजाउनेलाई बाजा बजाउनेलाई एक थैलो त्यो खानु बाजा बजाउनेलाई एक थैलो बाजा बजाउनेलाई एक थैलो हैन थैलो ल थैलै भनौँ 3 भाग बार्ने जति पनि उठाएको छ त्यसको 3 भाग हो 3 भागमा एक घाले एक तल्लो बडपाला थान एक माथि कालीचेता थानमा पूजाको लागि पूजाको लागि अनि यही जुन पिठोलाई हामीले उठाएर रोटी पकाउँछौँ नि भोलि त्यही उसका दिन खाने हो त्यो चौदशी र पुनीको दिनमा प्रसादको स्वरूपमा हामीले सबैले खाने यो चाहिँ हुम्लाको एकदमै पुरानो चलन हैन रीतिरिवाज हुम्लाको एकदमै पुरानो रीतिरिवाज ल धन्यवाद ल नातिनी ल मेरो उहाँ चाहिँ ससुरा बुवा है बाजे ससुराको बुवा कि ससुरा बुवा बाजे मलाई त चिन्नु भयो नि अब चिने मैले बिहान सुने हो गोमे रावतको बुहारी हो क्या म हजुर चिने हामी सबै यहाँ धुलो उठाउन आएको गुमेसँग बिहान फोन भयो हो ल हजुर गोमे निको हुनुहुन्छ यो घर हाम्रो ससुरा जन्मेको घर हो हाम्रो घर त्यही हो यही होइन मैले टेकेको ठाउँ यही होइन यहाँदेखि यो बुढा ससुरा जन्मेको घर यो ए अनि यहाँबाट फेरि पारि जानुभयो उहाँ चाहिँ मेरो ससुरा बुवाको कान्छी आमाको जेठो छोरा होइन मेरो ससुरा बुवाको 4वटा आमा भन्नाले चार बहिनी के ससुरा आमाको बुवाको 4 बहिनी 4 बहिनी मध्येमा एकजना मात्रै बाँकी हुनुहुन्छ त्यसमा तपाईँ मात्रै होइन हजुरको नाम के हो त भन्नु त के गोरा रावत ए त कान्छी आमा पनि रावतसँग बिहे गर्नुभएको हो सबै एकै भोरा तिनटै रावत एकै भोरा गयो पोर्सल बिन्दुमा यहाँ हामी पिठो धुलो दिन आएको थियौँ कि अनि त्यही भएर
हेर्नुपर्छ कि पछि त्यही भएर भिडियो बनाएको ए ऊ त्यो पारीको गाउँ के भन्नुभयो अरे लाङटुक यस्तो हुन्छ रहेछ है अझै यस्तो छ साथीहरू हुम्लाको भन्दै जान्छ यो चाहिँ हाम्रो ससुरा बुवा बाजे ससुरा जन्मेको घर यो त पनि देखाइदिउँ त यो चाहिँ हाम्रो बाजे ससुरा जन्मेको घर हुम्लाको सिलिकोट होइन हुम्लाको सिलिकोट वडा नम्बर 5 त्यो बारीको गाउँ के हो त बुराउँस्या बुराउँस्या बराउँसे अनि यतातिर के हो त यताको गाउँ के हो त त्यहाँ हिल्दुम हिल्दु हिल्दुम म देखिया छु कि नै देखिया छ हिल्दुम अनि त्यसपछि यता रानीवन यता रानीवन होइन ठ्याक्कै रानीवन कुन चाहिँ त्यो पारीको रानीवन होइन हजुर उयो के मन्दिर हो यो चाहिँ के अरे गुरा 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 मैठो मास्टो के मास्टो आदुरा ल यस्तै छ है हाम्रो हुम्ला देखिया छ हुम्ला देखिया छ साग त यहाँ पनि हुने रहेछ नि यसलाई कान्छी साग भन्छ यसलाई एकदमै राम्रो हुन्छ नि हो खानुहुन्छ कि न तपाईँहरू हामी के खाँदैनौँ यसले मोबाइलमा हेर्नु होला हजुर एकदमै धेरै भिटामिन प्रोटिनहरू के दिन्छ क्या यसले हजुर एकदमै राम्रो हो खाने यो साग यहाँतिर त केही यस्तो कयरको रूपमा लग्छन् खानु चाहिँ खाँदैनन् खाँदैन है हजुर ल म चाहिँ हुम्लामा छु एकदमै धेरै रमाइलो भइरहेछ है लास्टै रमाइलो हुन्छ आजभन्दा त भोलि पर्सि त झन् रमाइलो हुन्छ हजुर थ्याङ्क यू भिडियो बनाइदिनु भयो यो चाहिँ देउता मान्न जानुभन्दा अगाडि प्रत्येक घरको एकजना मुरली मान्छे अथवा जो भए पनि प्रत्येक घरको एकजना गएर यहाँ सबैजना देउता डाङ्गी धामी सबैजना एक ठाउँमा जम्मा हुनुहुँदो रहेछ क्या जस्तो मैयाको धामी अनि त्यसपछि लिएर डाङ्गी अनि त्यसपछि देउता जम्मा हुनुहुँदो रहेछ उहाँहरूलाई चाहिँ हामीले यसरी दही चामल लगाएर फुल लगाएर स्वागत गर्नुपर्दो रहेछ क्या यहाँ चाहिँ एउटा ठाउँ रहेछ यो जहाँ देउता बस्ने जुन पुरानो घर होला नि केही होला त्यहाँ अलिकति ठाउँ अलिक फ्राकिलो पनि छ अनि सानो मन्दिरहरू जस्तो पनि छ उहाँ लिपेको छ गोबरले लिपेको छ त्यसमा चाहिँ फुल अछिता दुबोहरू चढाएको छ यहाँ पछाडि तपाईँले देख्नु पनि सक्नुहुन्छ होइन यहाँ चाहिँ यस्तो राम्रो के अब यो चलन चाहिँ म बिस्तारै सिक्दैछु होइन म त फर्स्ट टाइम गएको हो तर पनि मलाई त कस्तो मन पर्यो यहाँको रीतिरिवाज यहाँको पुरानो चलिरहेको चलन चाहिँ मन पर्यो मेरो काइली सासू र म गएको थियौँ मेरो जेठो सासू पनि जानुभएको थियो माइजू सासू हुनुहुन्छ हाम्रो अब प्रत्येक घरको एकजना चाहिँ यो दही चामल लिएर अनिवार्य रूपमा जानु पर्दो रहेछ कि यहाँको देउताको शक्ति त कुरै नगरौँ खतरा छ यहाँ देउताको शक्ति चाहिँ है मन पर्यो मलाई हामी चाहिँ कहाँ आएको र देउरानी भन्न त कालीसिन्ताको माडु यता आएर अलिकति अनि यो चाहिँ उहाँ चाहिँ मेरो साई र ससुराको बुहारी एउटा मात्रै हुनुहुन्छन् यिनी मेरो देउरानी हुन् है यस्तै दाउरा बोकेर हिजो हामीले जुन पिठो बाँधेको थियौँ नि धुलो त्यहीलाई ल्याएर आज चिउला हाल्न जानु लाग्यो म चाहिँ यहाँ छु म है यसरी चिउला हाल्न जानु लाग्छु हाम्रा ऊ त्यहाँ रहेछन् ऊ त्यहाँ चिउला हाल्ने ठाउँ यस्तो रहेछ हौ साथी हो गजब छ अब त्यहीँ गएर भिडियो बनाउँछु है म बजे हेला भनिदिनुहोस् हेला भन्नु यहाँ यो तपाईँको घर मेरो घर तली देउतीहरू जाने हो ल जानु हामी चाहिँ चिउला हाल्न आएको है यस्तो तेल पिठो ल्याएर हिजो बाँडेको धुलो पिठो ल्याएर उहाँ पनि मेरो जेठानी दिदी है तपाईँ मेरो जेठानी दिदी त हो सासू आमा बुवा जेठानी बुवा के देउरानी जेठानी सँग यसरी हुम्लाको भ्यू यो चाहिँ है
चट्टोसँगले यो यसको ठाउँ यो के अरे यो कालिन्ताका थान अरे अब यता चुत्रो पनि पाइँदो रहेछ त काली सिमटाको थान अनि उयो हुम्ला बजार हाम्रो घर चाहिँ कहाँनिर छ भन्दाखेरि उता टावर देख्यो नि ठ्याक्कै टावर देख्यो यतापट्टि छ कि उता टावर छ नि टावरैनिर घर छ यस्तो छ यहाँ त रमाइलो छ हामीले यहाँ हाल्न लाथ्यौँ चिउला यहाँ हाल्दैछौँ हाम्रो यहाँ होइन हाम्रो टोलीले एउटा त्यहाँ छ ऊ हाल्दै पानी पर्यो ओ त यहाँ के हार्नु र पानी पर्यो हो पानी पानी परेपछि यस्तो गर्नुपर्ने रहेछ आउँदैछन् अरे हो मान्छे आउँदैछन् अरे धन साह्रै राम्रो यहाँको बोली सिक्दैछु म है हाम्रो हुम्ला बहिनी रमाइलो भइरहेछ फर्स्ट टाइम आइरहेको एकदमै एक्साइटेड म धेरै नै एक्साइटेड छु साथीहरू यस्तो चिउला हाल्ने अनि यसरी भइरहेछ आज चिउला हाल्ने भोलि आजको प्रसाद फेरि भोलि पनि चिउला हाल्नुपर्छ होइन भोलि पनि चिउला हाल्ने खासमा कुल पूजा चाहिँ भोलि हो तर आज यस्तो गर्नु गाई आयो गाई एकदमै रमाइलो भइरहेछ अनि देउडा पनि खेल्ने हो अनि पछि भयो यसरी हामीले यो चिउला पकाइसके पछाडि यो चिउलालाई चाहिँ डालो भन्दो रहेछ यसलाई होइन डालो अनि यसरी डालोमा देउचालाई अनि चढाउनुको लागि भित्र मन्दिरभित्र दिनु पर्दो रहेछ क्या यसरी यसमा दिनु यसमा देऊ न म हाल्छु आन्टी म पनि हाल्छु है डालो त दिनु त यसरी देउतालाई चढाउने चाहिँ यसरी हाल्नु पर्दो रहेछ है चिउला अब यसरी डालो चाहिँ लिएर जानुपर्छ है के हाल्ने यो चिउला चाहिँ हामीले बिहान पकाएर देउताको थानभित्र जहाँ छ नि देउताको थानभित्र चाहिँ लगेर राख्ने अनि त्यसपछि दिउँसो चाहिँ जतिजना यहाँ अब पछि त हामी बस्नुहुन्छ नि त अनि त्यसपछि पत्रुने बेलामा आउने जतिजना धेरै नै मान्छे आउनुहुँदो रहेछ उहाँहरू सबैजनालाई यो सबैजनाको अब हाम्रो एउटा रावत भयो अर्को थर बोरा होला यस्तै सबैजनाले पकाएको यो सबै रोटीहरू चाहिँ दिउँसो बाँड्नु हुँदो रहेछ क्या प्रसादको स्वरूपमा अनि एकदमै रमाइलो लाग्यो यहाँबाट चिउला दिएर अब यसरी चिउला दिइसकेपछि अनि यहाँबाट अब हामी घर जान्छौँ होइन त यसरी चिउला दिएर अब घर जान लाग्यो ए लास्टै रमाइलो चिउला दिएर यहाँबाट घर जान के भन्यो होइन ऊ नभएर के अरे त्यो नभएर ल बना के अरे ऊ नभएर ठ्याक्क माथि मन्दिर छ यहाँ तल धारा छ यस्तो राम्रो धारा देखाइदिनु प्लिज गरेर हुम्ला त लास्टै रमाइलो हुम्ला सबैजना हुम्ला आउनु अनुरोध गर्दछु हाम्रो हुम्लालाई एकदमै पर्यटन स्थल बनाउन जरुरी छ लास्टै राम्रो छ हुम्ला ल है गाइज हामी त चिउला हालेर घर जान लाग्यो
यस्तो छ देखिया छौँ कि हामी देखा छौँ कि नै देखा छौँ देखिया नै यसरी यिनी पनि सुर्खेत यिनी नेपालगञ्ज कि म सुर्खेत कि अनि हाम्रो सासी हुम्लाको एकदमै दामी छ दामी यहाँ हुम्लामा यसरी अब हामी यहाँ किन पनि भन्नु हुँदैन मेरी सासू माया होइसिन्छ के साह्रै माया नाम पनि माया मेरो सासूको बुहारीलाई माया पनि त्यस्तै गर्ने फेरि एकदम रमाइलो भइरहेछ ल है हामी चाहिँ चिउला हालेर आएको हाल गर्ने हाल जय हुम्ला भन्नु त ए लास्टै रमाइलो भइरहेछ लास्टै जय हुम्ला चिउला हालेर आयो पल्लो माडु आज अलिक चिउला पल्लो माडु घोटाला हाल्छौ भोलि यस्तै छ यो चाहिँ भोलिपल्टको तल्लो माडु जुन हाम्रो बाँडपालाको माडुमा देउता मान्ने दिनको हो उहाँ चाहिँ अब हामी पहिला हाम्रो देउता मान्नुभन्दा अगाडि हाम्रो मैयालाई मान्नु पर्दो रहेछ उहाँ मैयाको धामी हुनुहुन्छ हाम्रो ठुलो बाबा पनि हुनुहुँदो रहेछ होइन अनि अब यहाँ मैयालाई पनि जस्तै देउतालाई जस्तै नै चिउला हालेर पहिला मैयाको पूजा गरिसकेपछि मात्रै हामी देउताको पूजा गर्न मिल्दो रहेछ मैया भनेको जुन हाम्रो पितृ देवता हुनुहुँदो रहेछ होइन उहाँहरूलाई पूजा गर्नको लागि मैले पनि यहाँ पुरी पकाउँदैछु होइन पितृ देवताको लागि भनेर अनि यहाँ पुरी पकाउँछौँ अनि त्यसपछि पुरी पकाइसकेपछि यहाँ माथिर देखेको मैयाको माडुको थान हो अनि त्यहाँ पूजा गरिसकेपछि अनि बल्ल जान्छौँ उहाँ नाचिरहनु भएको चाहिँ हाम्रो ठुलो जेठो सासू होइन अनि उहाँ धामी चाहिँ पितृको धामी हाम्रो आफ्नै ठुलो बा हुनुहुँदो रहेछ अनि अब यहाँ हामीले चिउला पकाएर पूजा गरेपछि मात्रै हामी देउताको थानमा जान्छौँ तिमी लुताडा त्यो डल्ला यसो यसो म हाताउँदा यो गरी मोलु अनि दुईजना यतिमा अहिले हालिदिन्छ नि हटाउने हो भाइ हातले काँचो बनाउनु है दिले डल्ला बाँकी यति पारि राख्ने मोल्लो पैसा हो दिनु पनि रे कति पैसा 3 बजे आयो ना नोटी हम चाहिँ करेन्ट बार गर्न छ झट्टु लागि 3 बजे आयो रे हल्का 3 बजे हम 3 बजे जानु तयारी गरे बहिनी आज 100 रुपैयाँ गयो त जान्छ खाछ 3 बजे आयो नि दाउरा खेल्न चाहिँ गर्नु ओके 3 बजे जानु हामी डङ्गी गरेर आउने भइकिन टुक्कै छ हामी आनन्दै छ दे 3 बजे आयो भाइ हो म अगाडि जान्छु जेठे पनि हेर पक्का केम गर्दै थियो बजाउनु जेठी पुण्डिकला माइली उहाँ तपाईँको के अरे नाम मुसी साइली सिना कान्ठी देउरानीपट्टि लेयर रोटी हाल्दैछन् ससुरा बुवा यहाँ भइसिन्छ अर्की देउरानी यहाँबाट आइन् देउताको शक्ति यस्तो हुन्छ भन्ने कुरा यहाँबाट प्रुभ हुन्छ यस्तो गर्ने यस्तो हेलो 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 ल यहाँ चाहिँ हामी मैया माडु होइन मैया माडुकन चिउला पकाउँदै हाम्रो मैया माडु रहेछ मैया माडुको थान यो रहेछ अनि हाम्रो देउताको थान चाहिँ त्यो रहेछ देउताको थान देउता आइसक्नु भयो है चाहिँ देउताको थान हाम्रो घरका कुल देउताको थान यो मन्दिर यो रहेछ है साथीहरू चाहिँ घरको कुल देउताको थान यो रहेछ
धामी त होइन हाम्रो देउताको मैया माडु त्यो रहेछ है यसले चाहिँ ल हेर्नु त यहाँ त देउताको मन्दिर देखाइदिनु त आउनु त है ल यो हाम्रो चाहिँ देउताको मन्दिर थान है त यो थान रहेछ है म देखाएको छु कि नै यो हाम्रो मस्टको देउताको थान हो अनि हाम्रा पिर्तीको थान चाहिँ यो रहेछ है पिर्तीको चाहिँ यो रहेछ है पिर्तीको यो रहेछ आउनु आउनु अब पहिला मैया माडुलाई मानेर पहिला चाहिँ यहाँ मैया माडुलाई मानिसकेपछि त्यसपछि बोल्नु ल देउतालाई मान्नु पर्छ यहाँ चुला अहिले भर्खर म हाल्दै थिएँ भिडियो गर्नु भनेर पर गएको यहाँ ठ्याक्क आर्मीको रहेछ होइन सशस्त्रको रहेछ यहाँ सशस्त्रकै उसमा देउताको धाम रहेछ सबैजना आउनु भएको छ चिउला पकाउँदै हुनुहुन्छ भाउ भयो देउता मान्न आऊ पानी भन्न आयो मन ठाउँ यो चाहिँ हाम्रो गाउँ यो चाहिँ मेरो हुम्लाको गाउँ है यहाँ चाहिँ हामी देउता मान्न आएको उता परि मैया मान्दछन् मैया मैया होइन मैया भाउ भयो लास्टै राम्रो छ यो हुम्ला गाउँ देख्यो त्यहाँनिर छ हाम्रो घर पारी पारी डाँडा छ राम्रो छ यहाँ सबैजना देउता मान्न लाग्नु भएको छ ए लास्टै भ्यालै राम्रो छ उहाँ चाहिँ मेरी नन्द साइली है ल उहाँ चाहिँ छिमेकी मेरो देखिया छ देउताको मन्दिर दामी यति बेला चाहिँ मेरो बाबु बिरामी भएर कस्तो भएको थियो है धन्न यो दिन त अलिकति ठाडा उठ्यो यो चाहिँ देउताको मन्दिरबाट तलतिर जाँदैछ हामी तिनजना एकैचोटि सँगै भएर खिचेको भिडियो चाहिँ यति नै हो कि यति नै रहेछ है कस्तो मेमोरेबल लाग्छ क्या आफूलाई चाहिँ मेरो बुढा चाहिँ भिडियोमा आएको यति नै होला ल यत्रो भिडियोमा होइन अनि त्यसपछि माथिल्लो देउताको होम गर्ने ठाउँबाट तलतिर जाँदैछौँ यहाँ सबैजना पुरी पकाउँदै हुनुहुन्छ तिनजना भएको बेलामा एउटा भिडियो गरिहालौँ भनेर अनि मेरो छोरालाई चाहिँ मैया माडुलाई नमस्ते गर आफ्नो कुल प्रीतिहरूलाई नमस्ते गर भनेर पठाउँदैछु मैले दर्शन गर भनेर पठाउँदैछु अनि आन्टी रोटी खाँदै हुनुहुन्छ पुरी खाँदै हुनुहुन्छ रमाइलोको छुट्टै किसिमको रमाइलोको गाउँघरमा आफ्नै तरिका आफ्नै भाषा आफ्नै वेशभूषा होइन आफ्नै संस्कृति छुट्टै तरिकाको राम्रो कि रमाइलो लाग्यो मलाई चाहिँ अब हामीले देउताको मैया माडु मानेपछि अनि मात्रै हामी होम गर्न जान्छौँ अब एकदमै रमाइलो भएको थियो यति बेला लास्ट भिडियो नै यति नै रहेछ कि सिङ्गल भिडियो बिरामी भएर लथरान्त परेको थियो 100+ सुरु आएको थियो बिचरा यति बेलामा पनि अहिले यतिवटा मात्र भिडियो चाहिँ नि पनि राख्न बनाएर राखेको कि मेमोरी हुन्छ मैया माडु पुजेर देउताको होम गरिसकेपछि दिउँसो चाहिँबाट अब मान्छेहरू आउने हेराउने मान्छेहरूको सुरु हुन लाग्यो भन्दा धेरै रमाइलो पानी है मैले त पहिलोचोटि आएको पानी पऱ्यो बाइक गट अब के गर्ने होला एकैछिन यस्तो गर्दै म त्यहाँ देखाउँछु कति धेरै मान्छेहरू हुन्छ यहाँ यस्तो छ लगभग कति टाइम गर्नुपर्छ यस्तो यो यहाँ अगाडि गर्नु अब 1 घन्टा आधी घन्टा यहाँ अगाडि यस्तो यहाँ पतुर्ने कति टाइम हुन्छ एक घन्टासम्म यस्तै पतुर्ने है धामीहरू पतुर्ने भनेको यस्तै पतुर्ने भन्छ अब आई डोन्ट नो पतुर्ने भनेको पतुर्ने धामी बस्ने भने होला हो होइन यस्तो 1 घन्टासम्म यस्तै गर्ने अरे अनि बल्ल भित्र आएर दाना हेर्ने होइन
आर्मीको क्याम्प रानीवन यो यहाँ ठ्याक्कै तल्लो गाउँ होइन यो तल्लो माडु बाणपालाको माडु धेरै रमाइलो हुँदो रहेछ मान्छे कति छ कति म त बाहिर निस्किन सक्दिनँ यहाँबाटै हेर्नु न म यस्तो ठाउँमा छु कि बाहिर निस्किने अवस्था पनि छैन त्यसैले जस्तो त्यस्तो देखाएको छु चिउला खाँदैछन् मान्छेहरू चिउला भनेको पुरी रोटी भगवानको प्रसाद देउताको प्रसाद यहाँ हुनुहुन्छ हामी डाङ्ग्री आधा चाहिँ बाहिर हुनुहुन्छ मिलेन के अहिले सबैजना आएपछि हामी भिडियो गर्न मिल्दैन अरे सो त्यही भएर मैले अहिले ठाउँै हुँदैन अरे मिल्ने भन्दैन ठाउँ गर्नै गाह्रो के हुन्छ अरे सो त्यसैले अहिले मैले यसरी भिडियो बनाइरहेको छु है एकदम रमाइलो लाग्यो मलाई त अति बेसी रमाइलो लाग्यो अब चाहिँ हाम्रो यहाँ धामी नाच सुरु हुन थाल्यो होइन यति बेला धामीले कस्तो कस्तो रूपहरू देखाउनु हुँदो रहेछ कि अब यहाँ चाहिँ हाम्रो खासमा रातो टिकाहरू परेको हुँदो रहेन रहेछ रातो टिका त धामीले आफैले अछिताबाट मारेर रातो टिका निकालिदिनु हुँदो रहेछ अनि कालो तिलक बनाउनु हुँदो रहेछ त्यस्तो हुँदो रहेछ कि यहाँ चाहिँ गर्नुहुन्छ अरे तर यसपालि चाहिँ अब खोइ उता गर्नुभएको थियो मैले थाहै पाइनँ यता भित्र त्यति धेरै मान्छे यहाँ चाहिँ हाम्रो आन्टीहरूले चाहिँ मलाई पानी पर्छ दिउँछ भित्र गएर बस्छ भनेर म देउताको थानभित्रबाट गरिरहेको भिडियो हो कि यो चाहिँ हो होइन अनि यहाँ देउता नाचिराख्नु भएको छ आधा भित्र हुनुहुन्छ आधा बाहिर नाचिराख्नु भएको छ ए यहाँ त खतरा हुने रहेछ कति धेरै मान्छे अनि पछि अब उहाँहरू 1-1.5 घन्टाभन्दा बेसी जति नाचिसके पछाडि त्यहाँ धामी नाच गरिसके पछाडि अनि बल्ल भित्र आएर अछिता हेराउनु हुँदो रहेछ क्या त्यसपछि हाम्रो देउता मानै भ्याइन्छ अनि भोलिपल्ट चाहिँ हामी घरतिर लाग्छौँ हुम्ला सिमीकोटबाट नेपालमा जाँदैछौँ बेबी हाई गर्नुहोस् आए ल है यो घरबाट फर्किँदैछौँ आफ्नो घरबाट फेरि आफ्नै घर जाँदैछौँ है एकदमै रमाइलो भइरहेको छ हुम्ला सिमीकोट ल मेरो कुलदेवी देउता सम्पूर्ण 33 कोटी देउतालाई रक्षा गर्नु होला दिनको हामी नेपालगञ्ज एयरपोर्ट आइपुग्यौँ मेरो छोरा र मेरो बुढा आउनुहुन्छ म चाहिँ यहाँ छु एकदमै धेरै डर लागेको थियो पानी परेको बेलामा त फर्किन्छ भनेर सुर्खेत गयो भन्ने लागेको थियो तर आइपुग्यौँ गड भगवान् मेरो 33 कोटी देउता र मेरो कुल देउता मेरो सम्पूर्ण भगवान्लाई एकदमै धेरै थ्याङ्क गड धन्यवाद दिन चाहन्छु राम 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 फर्किने बेलामा मलाई यति डर लागेको थिएन मैले त भयभरका देवी देउता आफ्ना पिर्ती त्यसपछि ल्याएर यी सबै मन्दिरहरू मैले त आफ्नो जन्मदिने आमा बाउ सारा सम्झिसकेको थिएँ पुरै अँधेरो कालै कालो टक 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 तल गर्छ टक 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 माथि लग्छ पानी पर्या छ ओ माई गड फेरि आफ्नो सबै परिवार त्यही प्लेनभित्र मेरो बुढा त्यहीँ छोरा त्यहीँ म त डराएर मेरो त सातो पुत्लो हराइगयो नि यति डर लाग्थ्यो जब एयरपोर्टमा ल्यान्ड भयो नि त्यसपछि मेरो खुसीको त सीमै रहेन कि खुसीको सीमै रहेन भनौँ न यति खुसी भयो कि कुरै छोडौँ कति खुसी भयो भन्ने कुरा म अब त्यो बोलेर बयानै गर्न सक्दिनँ कि म कति ढोक गरेको थिएँ भगवान्लाई भन्ने कुरा त मलाई मात्रै थाहा छ फर्स्ट टाइम हुम्लाबाट नेपालगञ्ज आइपुग्यो एकदमै धेरै रमाइलो डर लागेको थियो तपाईँलाई पनि डर लागेको थियो बिचरा मेरो दिदी कहाँ हो तपाईँको हुम्ला हो तर बस्छ नेपालगञ्ज पहिला पनि जानुभएको थियो म त फर्स्ट टाइम हो पहिलोचोटि नि हुम्ला गएँ पहिलोचोटि हुम्लाबाट नेपालगञ्ज आएँ यति धेरै खुसी छ नि मेरा हुम्लाका सम्पूर्ण इष्ट देवता कुल देवता हरेक देवतालाई है त हुम्ला सिमीकोट हो रावतकी बुहारी हो म रावतकी म पनि सिमकोट ल त बिस्तारै जाऊ है मैले झुट बोलेको होइन मैले पहिलोचोटि हुम्ला गएर अब पहिलोचोटि नै आएको हो नि त यहाँ तल होइन नेपालगञ्ज एयरपोर्टको भुइँमा टेकिसकेपछि मलाई स्वर्ग गए जस्तो लाग्थ्यो कि म खुसी यति थिएँ कि त्यो त मलाई मात्रै थाहा छ कि म त बाँधिदिनु होला जस्तो लागेको थियो बाबै
अब फालिदिन्छ कहाँ लगेर भगवान् भनेको छु डराएको छु कति डराएँ म मात्रै होइन कि त्यहाँ सबैजना डराउनु भएको थियो कि म मात्रै होइन मेरो बुढा त कस्तो निलो कालो हुनुभएको थियो म मात्रै होइन अरू मान्छे त बिचरा त्यो हुनु पनि बादल हामी प्लेन चढेको एयरपोर्टबाट प्लेन चढेको 5 मिनट जति मात्रै होला क्या हामी खुल्ला आकाशमा हिँडेको त्यसपछि पुरै बादलमा हो त अनि मान्छेलाई डर लाग्दैन भने म मात्रै होइन सबजना डराएर केही थिएन नि पछि म यहाँ आइसकेपछि त यति ढोकर उठ्यो यति बेला मैले तल धरतीमा ढोकर्दैछु कि भगवान्लाई पछि त हामी आइसकेपछि त प्लेन नै एउटा मात्रै आयो क्या त्यसपछि त प्लेनै आएन नि 2-3 दिनसम्म कति दिनसम्म प्लेन आएन क्या यति मौसम खराब कि नेपालगञ्ज आइसकेपछि त घरै आए जस्तो भयो अनि बिस्तारै 1-2 घन्टा रेस्ट गरेर घर आयो